नमस्ते सबैजनालाई जापानी गुरु युट्युब च्यानलमा तपाईहरुलाई स्वागत गर्दछु। आज चाहिँ हामी वीक 2 डे 6 को भोकाबुलरी पढ्न गइरहेका छौं। हस्त भिडियोलाई सुरुवात गरौँ। चुच्यौ भनेको पासबुक चुच्यौ। अब ब्याङ्क बुक भनेर भन्नु पर्दा चुच्यौको प्रयोग हुँदो रहेछ। त्यस्तै गरी क्यास्युकादो भनेको चाहिँ क्याश कार्ड, ब्याङ्क कार्ड भनेर भन्नु पर्दा चाहिँ क्यास्युकादोको प्रयोग हुन्छ। अब जापानमा चाहिँ धेरै थरीको कार्ड हुन्छ हैन। यो क्यास्युकादको काम चाहिँ यो पैसा निकाल्ने मात्रै काम हो यसको हैन। एटीएम कार्ड अब ब्याङ्क अनुसार पनि फरक हुन्छ। डेबिट कार्ड, क्रेडिट कार्ड भन्ने हुन्छ हैन। यो क्यास्युकार्ड भनेको चाहिँ यो पैसा निकाल्न मात्र काम लाग्छ। अनलाइन पेमेन्ट गर्न त्यस्तोलाई चाहिँ काम लाग्दैन। एटीएम मा गएर पैसा निकाल्न मात्र काम लाग्ने क्यास्युकादो भनेर चाहिँ भनिन्छ। हानको इन्खान भनेको चाहिँ सिल, व्यक्तिगत छाप। अब आफ्नो नामको छाप हुन्छ हैन। सरकारी डकुमेन्टहरुमा चाहिँ साइन नभए पनि यो छाप लगाए पनि काम चल्छ। त्यसलाई चाहिँ दर्ता गर्नुपर्ने हुन्छ के हुन्छ हैन। यहाँको सिस्टम हानको इन्खान भनेको चाहिँ सिल अथवा व्यक्तिगत छाप। साइन भनेको चाहिँ हस्ताक्षर, सिग्नेचर भनेर भन्नु पर्दा चाहिँ साइन है। सेन येन साचु भनेको चाहिँ 1000 येनको नोट। अब सेन भनेको 1000 भयो हैन। 1000 येन बिल भनेर भन्नु पर्दा सेन येन साचु। सिहेई अथवा ओसाचु भनेको चाहिँ अ बिल अथवा नोट। ब्याङ्क नोट भनेर भन्नु पर्दाखेरि चाहिँ सिहेई अथवा ओसाचु, साचु भनेर पनि भनिन्छ। त्यस्तै गरी ह्याकुएन दामा भनेको चाहिँ 100 येनको सिक्का। ह्याकु भनेको 100 भयो। 100 येनको सिक्कालाई चाहिँ दामा, ह्याकुएन दामा 100 येन कोइन। कोखा भनेको चाहिँ सिक्का, कोइन्स भनेर भन्नु पर्दा कोखा। ओखानेओ तामेरु अथवा ओखानेओ चौकिन सुरु भनेको चाहिँ सेभ मनी, पैसा बचत गर्नु भनेर भन्नु पर्दाखेरि चाहिँ ओखानेओ तामेरु चौकिन सुरु। त्यस्तै गरी योकिन सुरु भनेको चाहिँ पुट मनी इन अ ब्याङ्क अकाउन्ट, पैसा जम्मा गर्नु भन्ने अर्थमा चाहिँ योकिन सुरु पैसा जम्मा गर्नु। क्युर्यो ओ हिकिदासु अथवा क्युर्यो ओ ओरोसु भनेको चाहिँ आफ्नो तलब निकाल्नु। अब तलब आइसकेपछि हैन एटीएम मा गएर चाहिँ तलब निकाल्नु पर्यो। यसको लागि चाहिँ यति पैसा निकाल्नु पर्छ हैन, शपिङको लागि चाहिँ यति पैसा निकाल्नु पर्छ भनेर चाहिँ गएर चाहिँ क्यास्यु कार्डबाट चाहिँ क्युर्यो ओ हिकिदासु आफ्नो तलब चाहिँ निकाल्नु। चुच्यौ किन्युओ सुरु भनेको चाहिँ ब्याङ्क बुक अद्यावधिक गर्नु भनेको चाहिँ अपडेट गर्नु भनेर भनेको छ। अब हामीले लगातार क्याश कार्ड मात्र युज गर्यो भने त त्यो ब्याङ्कको त्यो किताबमा हामीले कतिखेर के निकाल्यो भनेको त छाप हुँदैन नि त। त्यसलाई चाहिँ फेरि रिन्यू गर्नुपर्ने अथवा अपडेट गर्नुपर्ने हुन्छ। त्यसलाई चाहिँ चुच्यौ किन्युओ सुरु भनेर चाहिँ यहाँ भनिएको छ। आन्स्यो बाङ्गो भनेको चाहिँ अब एटीएम को पिन हुन सक्छ हैन, मोबाइलको नि पिन हुन सक्छ। त्यसलाई चाहिँ आन्स्यो बाङ्गो पिन, पर्सनल आइडेन्टिफिकेसन नम्बर भनेर भन्नु पर्दा चाहिँ आन्स्यो बाङ्गो। गिन्को नो होन्तेन भनेको चाहिँ ब्याङ्कको प्रधान कार्यालय, द मेन अफिस अफ अ ब्याङ्क भनेर भन्नु पर्दा चाहिँ गिन्को नो होन्तेन। त्यस्तै गरी गिन्को नो सितेन भनेको चाहिँ ब्याङ्कको शाखा, अ ब्रान्च अफिस अफ अ ब्याङ्क भनेर भन्नु पर्दा चाहिँ गिन्को नो सितेन। कौजा हो हिराकु भनेको चाहिँ खाता खोल्नु। हामीले ब्याङ्क प्रयोग गर्नलाई त हाम्रो खाता पनि हुनु पर्यो नि त हैन। त्यसलाई चाहिँ कौजा हो हिराकु भनेर चाहिँ भनिदो रहेछ, एकाउन्ट खोल्नु। याचिनो फुरिकोमु भनेको चाहिँ घर भाडा पठाउनु। ट्रान्सफर अ मन्थली रेन्ट भनेर भन्नु पर्दा चाहिँ याचिन ओ फुरिकोमु। अब याचिन भनेको चाहिँ घर भाडा महिनामा तिर्ने रेन्ट हुन्छ नि हैन, त्यसलाई चाहिँ याचिन। फुरिकोमु भनेको चाहिँ पैसा स्थानान्तरण गर्नु, ब्याङ्क ट्रान्सफर गर्नु भनेर भन्नु पर्दा चाहिँ फुरिकोमु। कौक्यो र्यौकिन ओ सिहाराउ भनेको चाहिँ उपयोगिताका बिलहरू तिर्नु, पे द पब्लिक युटिलिटी चार्जेस भनेर भन्नु पर्दा चाहिँ कौक्यो र्यौकिन ओ सिहाराउ। अब कौक्यो र्यौकिन भनेको चाहिँ के हो त? कौक्यो र्यौकिन भनेको चाहिँ देङ्की दाई, गासु दाई हैन, पानीको बिल, देनुवाको बिल, त्यस्तालाई चाहिँ कौक्यो र्यौकिन चाहिँ भनिदो रहेछ। पब्लिक युटिलिटी चार्जेस। सिहाराई भनेको चाहिँ पेमेन्ट, भुक्तानी भन्ने अर्थमा चाहिँ सिहाराई। स्यौहिन्नो दाइकिन ओ हाराउ भनेको चाहिँ उत्पादनको मूल्य तिर्नु, पे फर एन आर्टिकल, उत्पादनको मूल्य तिर्नु भनेर भन्नु पर्दा स्यौहिन्नो दाइकिन ओ हाराउ। मादोगुची दे र्यौगायो सुरु। मादोगुची दे र्यौगायो सुरु भनेको चाहिँ काउन्टरमा पैसा साट्नु। काउन्टरमा पैसा साट्नु, ब्रेक अ बिल एट द ब्याङ्क काउन्टर भनेर भन्नु पर्दा मादोगुची दे र्यौगायो सुरु। सौकिन सुरु भनेको चाहिँ भुक्तानी पठाउनु, रेमिट मनी भुक्तानी पठाउनु, सौकिन सुरु।
भुक्तानी पठाउनु। त्यस्तै गरी सियोकुरी सुरु भनेको चाहिँ पैसा पठाउनु। तेसुर्यौगा खाकारु भनेको चाहिँ शुल्क लाग्छ अथवा इनकेयर ह्यान्डलिङ चार्ज भनेर ह्यान्डल गरेको चाहिँ चार्ज लाग्छ भनेर भन्नुपर्दा चाहिँ तेसुर्यौगा खाकारु। आतेना भनेको चाहिँ पाउने व्यक्ति, पैसा पठाउँदाखेरि चाहिँ पाउने व्यक्तिको पनि नाम लेख्नु पर्यो हैन, पाउने व्यक्तिको पनि एकाउन्ट लेख्नु पर्यो, त्यसको लागि चाहिँ आतेना प्रयोग हुँदो रहेछ। सासीदासी निन्मे भनेको चाहिँ असेन्डर, पठाउने व्यक्तिको नाम भनेर भन्नुपर्दा चाहिँ सासीदासी निन्मेको प्रयोग हुँदो रहेछ। तेगामियो सोकुताचु देदासु भनेको चाहिँ एक्सप्रेस मेल मार्फत चिठी पठाउनु। सेन्ड अ लेटर बाई एक्सप्रेस भनेर भन्नुपर्दा चाहिँ तेगामियो सोकुताचु दे दासु। ताकुहाइबिन भनेको चाहिँ कुरियर, होम डेलिभरी अथवा कुरियर भनेर भन्नुपर्दा चाहिँ ताकुहाइबिन। सौर्यौगा खाकारु भनेको चाहिँ ढुवानी शुल्क लाग्नेछ, सिपिङ चार्ज लाग्नेछ भनेर भन्नुपर्दा चाहिँ सौर्यौगा खाकारु भनेर भनिदो रहेछ। हस्त आज हामीले सौमातोमा N3 विक 2 डे 6 को भोक्याबुलरी पढ्यौं हैन। यो भोक्याबुलरीहरु चाहिँ महत्त्वपूर्ण छ भने चाहिँ लाइक गर्न चाहिँ नबिर्सिनु होला। धेरैले नयाँ भिडियो कहिले आउँछ भनेर भन्नुहुन्छ हैन, तर लाइक पनि गर्नु नबिर्सिनु होला। त्यो लाइकले चाहिँ मलाई एकदम प्रोत्साहन मिल्छ। जापानमा एकदम बिजी लाइफ चलिरहेको छ, त्यही भएर भिडियो एकदम ढिलो आइरहेको छ। त्यसको लागि धेरै माफी माग्न चाहन्छु। खान्जीहरु पनि पढ्दै गर्नु होला। अर्को भिडियोमा फेरि भेट्ने छौं।